नमस्ते, म डाक्टर राजेन्द्र नेपाली, वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ र मेरो कार्यक्षेत्र पोखरा नाक कान घाँटी अस्पताल सृजना चोक। र आजको जिज्ञासा छ, कानमा आवाज आउने कारणहरू के हुन सक्छन्? कानमा धेरै किसिमको आवाज आउँछ, जस्तै खोला कराए जस्तो, चरा कराए जस्तो, झ्याउगुरी कराए जस्तो, अथवा चाहिँ कुनै स्वा स्वा गरेर सास फेरे जस्तो पनि हुनसक्छ। साथसाथै अरू किसिमका आवाजहरू पनि आउन सक्छन्, घरिघरि खरखर खरखर गरे जस्तो, होइन, धेरै किसिमका आवाज आउन सक्छन्। ती मध्येमा तिनीहरूलाई छुट्याउनलाई चाहिँ हामी के गर्दछौँ भने पहिला नलीको कुरा गरौँ। कहिलेकाहीँ के हुन्छ भने काने गुजी नलीमा भइदियो अथवा फोहोर भइदियो र कानको जालीको नजिकै गएर त्यसलाई टच गरेर बसिदिएको खण्डमा आवाज सुन्ने बेलामा जब कानको जाली भाइब्रेसन हुन्छ र त्यो कानेगुजीले त्यो जालीमा छुन्छ त घर्षण पैदा हुँदाखेरि आवाज आउन सक्छ। साथै कहिलेकाहीँ कस्तो हुन्छ भने हामीले कपाल काटेर निस्क्यौँ र भोलिबाट कानमा आवाज आउन थाल्यो, खरखर खरखर हुन्छ बोल्ने बेलामा, अथवा हजुरले कान यसो कोट्याउने बेलामा हो अथवा कान यसो चलाउने बेलामा पनि आवाज आउन सक्छ। कहिलेकाहीँ कपालभित्र पसेर कानको जालीलाई टच गरेर बसिदियो भने पनि आवाज आउन सक्छ। यो भयो साधारण चिजहरू जुन हेर्ने बित्तिकै निर्मूल गर्न सकिन्छ। तर के हुन्छ, अरू कारणहरू हुन्छ जुन चाहिँ अघि मैले भने ती धेरै किसिमका आवाज आउनेहरू भित्री कानको कारणले गर्दाखेरि हुन्छ हो। त्यो भित्री कानको कारणले गर्दाखेरि आवाज आउने समस्याहरूमा धेरै रोगहरूले पनि समस्या ल्याउन सक्छ। जसले सबभन्दा हामी त्यसलाई के भन्न सक्छौँ भने कहिलेकाहीँ ठुलो ज्वरो आइदियो भने पनि भित्री कानलाई असर गर्न सक्छ। कहिलेकाहीँ के हुन्छ, भित्री कानमा पानी भरिएको हुन्छ, त्यसमा त्यो पानीको मात्रा धेरै भइदियो भने पनि कान कराउन सक्दछ। कहिलेकाहीँ के हुन्छ, कानको वरिपरि केही मासु पलायो र सुन्ने नसालाई दबाब दिन थाल्यो भने पनि कान कराउन सक्दछ। साथै अरू सिस्टमिक डिजिजहरू हुन्छ, जस्तै डायबिटिज भयो, हाइपरटेन्सन भयो, अथवा सिफिलिस, होइन, सेक्सुअली ट्रान्समिटेड डिजिज सिफिलिसहरू भयो भने पनि कहिलेकाहीँ कानमा आवाज आउन सक्छ। र साथै कहिलेकाहीँ यस्ता बिरामीहरू पनि भेट्न सकिन्छ कि कानमा आवाज मात्रै होइन, उहाँहरूले के भन्नुहुन्छ भने कोही मान्छे बोले जस्तो सुनिन्छ र त्यो मान्छेले मलाई केही अर्डर दिन्छ र त्यो अर्डर मैले मान्नुपर्ने खालको चाहिँ गरेर उसले दबाब दिन्छ भन्ने खालको चाहिँ कुरा पनि गर्नुहुन्छ बिरामीहरूले। त्यो आवाज, त्यो फरक आवाज हो, त्यो चाहिँ साइकाट्रिक बिरामीको समस्या हो। र साथै अर्को आवाज कस्तो हुन्छ भने कहिलेकाहीँ एकैचोटि ठुलो आवाजमा एक्सपोजर भइयो, जस्तै ग्यास फुट्यो अथवा बम पड्क्यो अथवा केही न केही चिज ठुलो 100 dB आसपासको उसमा अथवा त्योभन्दा माथिको चर्कोमा एक्सपोज एकैचोटि भइयो भने पनि कानमा आवाज आउन सक्छ, जसलाई हामी बारोट्रमा भन्न सक्छौँ। साथै कहिलेकाहीँ के हुन्छ, स्विमर्सहरू अथवा डाइभर्सहरू जुन हुन्छन्, पौडी खेल्नेहरू हो अथवा गोताखोरहरू, होइन, डाइभिङ गर्दाखेरि कहिलेकाहीँ त्यसरी आवाज नेगेटिभ प्रेसर पर्छ भित्री कानमा, त्यसले गर्दा पनि आवाज आउन सक्छ। र अर्को कुरा कस्तो हुन्छ भने कहिलेकाहीँ धेरै जसोले के भन्नुहुन्छ भने कानमा आवाज आउँछ, टुइँ गर्ने खालको आवाज आउँछ, तर एकैछिनमा सकिएर जान्छ, त्यो हराइहाल्छ। त्यो भनेको कहिलेकाहीँ कस्तो हुन्छ भने कानको जालीभन्दा पछाडिबाट एउटा नली आउँछ, एस्टेसन ट्युब भनिन्छ, जसलाई हामी जुन चाहिँ नाकको पछाडिको भागमा खोलिन्छ। त्यो नली बन्द भइदिएको खण्डमा कानको जालीभन्दा पछाडिको क्याभिटीमा नेगेटिभ प्रेसर परेर जान्छ, जसले गर्दाखेरि यस्तो खालको आवाज पनि
आउन सक्छ। विश्वसनीय सेवाको लागि एकपटक पुग्नै पर्ने ठाउँ पोखरा नाक कान घाँटी हस्पिटल प्रणाली, सृजना चोक 8 टिका भवन पोखरा। फोन नम्बर 061 571 261 98 461 067 19।